Trivedi Show. हेर्नुहोस्, हल्ला गर्न सजिलो छ, त्यसलाई मेहनत गरिरहनै पर्दैन। तर सत्य कुरा सामुन्ने ल्याउन भने नि निकै ठुलो साहस र त्यत्तिकै मेहनत पनि गर्नुपर्ने हुन्छ। नमस्कार, आज पनि यहाँलाई हार्दिक स्वागत छ द प्रकाश त्रिवेदी शोमा। गएको बिहीबार हामीले एउटा ब्रेकिङ टाइपको समाचार सम्प्रेषण गरेका थियौँ रजतपटमा, जुन सार्वजनिक चासो र सरोकारको समाचार नै थियो। समाचार थियो धुर्मुस सपरिवार सुटुक्क अमेरिका पुगेको। यो ब्रेकिङलाई लिएर आज पर्यन्त पनि यसको चर्चा परिचर्चा, अझ भनौँ गाली ताली र विश्लेषण अझै रोकिएको छैन। अस्ति शुक्रबारका दिन त यो विषयले एक प्रकारले भन्ने हो भने सामाजिक सञ्जाल कब्जा नै गर्यो भन्दा पनि फरक नपर्ला। यतिसम्म कि धुर्मुसले अमेरिकाबाटै 4303 शब्दको बकपत्र सार्वजनिक गर्नु पर्यो, जसमध्ये अधिकांश कुरा यस अघि नै धुर्मुसले बारम्बार भनि नै सकेका थिए, गरि नै रहेका थिए। नौलो कुरो खासै केही थिएन। कतिले त यो पुरै पढेनन् पनि होला झ्याउ लागेर। जे होस्, सीतारामले भन्न चाहेको कुराको जिस्ट चाहिँ के थियो भने आफूहरू अमेरिका आएको विषयलाई लिएर भ्रामक प्रचारबाजी र हल्लाको व्यापार गरियो। अहिले हामी नितान्त छोरीको उपचारमा केन्द्रित थियौँ। छोरीको उपचारको प्रक्रिया पनि सुरु भएको छ। न त हामीले अमेरिकामा कुनै व्यवसाय सुरु गरेका छौँ, न त कुनै लगानी नै छ। भ्रमको खेती गर्नेलाई धन्यवाद भन्नुबाहेक हामीसँग अरू कुनै शब्द नै छैन। अतः भ्रामक प्रचारबाजी र हल्लाको पछि नलागिदिन हुन सबैलाई विनम्र अनुरोध गर्दछौँ। बकपत्रको सार यही नै थियो। उता अमेरिकामै रहेका सञ्चारकर्मी टङ्क दाहालले पनि तत्कालै यही विषयलाई लिएर धुर्मुसका बारेमा जे कुराहरू बाहिर आएका छन् तीमध्ये केही सत्य र केही झुट रहेछन् भनेर मलाई मेन्सन गर्दै एउटा स्ट्याटस पोस्ट गरेका थिए। अब टङ्क दाहालले नै हामीले बोलेका कुरालाई केही सत्य र केही झुट भनिसकेपछि अनि धुर्मुस स्वयंले पनि अमेरिकामा आएको विषयलाई लिएर भ्रामक प्रचारबाजी र हल्लाको व्यापार गरियो भनेर जुन हामीमाथि आरोप लगाएका छन् नि, त्यसबारे आफ्ना केही कुरा राखेर बल्ल अनि हामी हाम्रो आजको नियमित प्रस्तुतितर्फ प्रवेश गर्नेछौँ। पहिलो कुरा हामीले के भन्यौँ? धुर्मुस चुटुक्क अमेरिका पुगे। अब यो कुरा मैले पुष्टि गर्नै परेन, सत्य साबित भइसकेको छ। अर्को कुरा हामीले के भन्यौँ? धुर्मुसको पुरानो मोबाइल नम्बर उनका सहायक अनिश लामिछानेसँग छ। उनले नै फोन उठाउँछन्। धुर्मुसलाई फोन दिनु भन्दा उहाँ अहिले उपचारमा हुनुहुन्छ रजहरमा, फोनमा कुरा गर्न मिल्दैन। यदि जरुरी नै भए अर्को नम्बर छ, त्यो नम्बरमा राति 8 बजेपछि वाट्सएपमा कुरा गर्न सक्नुहुन्छ भनेर भने। अब यो असत्य हो भने धुर्मुसका सहायक अनिश लामिछानेसँग भएको कुराकानीको कल रेकर्ड हामीसँग सुरक्षित छ। अब उनका सहायक अनिशले धुर्मुस बिरामी हुनुहुन्छ, गहन उपचारमा हुनुहुन्छ भनेपछि हामीले उनको स्वास्थ्यका बारेमा जानकारी लिनु पर्यो कि परेन, चासो राख्नु पर्यो कि परेन भन्नुहोस् त? हो। त्यसैले हामीले उनले भनेअनुसार नै नवलपुरको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटासँग सम्पर्क गऱ्यौँ। उनले धुर्मुस यहाँ हुनुहुन्न, उहाँको उपचार यहाँ भइरहेको छैन, धेरै पहिला अर्जुन भुषाल लगायतका साथीहरूसँग उहाँ आउनुभएको थियो, सार्वजनिक भएका फोटाहरू त्यतिखेरकै हुन्, त्यसपछि उहाँ आउनुभएको छैन। उहाँलाई पुरानो ग्यास्ट्रिकको समस्या थियो। उहाँले भनेको कुरा पनि यति नै हो। जुन कुराकानी पनि हामीसँग सुरक्षित नै छ। अब हामीले धुर्मुसलाई खोज्नु पर्यो कि परेन भन्नुहोस् त? देशका एक होनहार कलाकार, त्यसमाथि गौतम बुद्ध क्रिकेट रङ्गशालाको बाँकी बक्यौता रकमको छिनोफानो हुन बाँकी नै थियो। त्यसबारेको लडाइँमा हामी पनि धुर्मुसको साथमै थियौँ। कैयौँ एपिसोडहरूमा हामीले यस विषयमा आफ्नो भनाइका साथ रिपोर्ट पनि प्रस्तुत गरिसकेका छौँ। यसैबीच हामीलाई अमेरिकाबाटै जानकारी आयो कि धुर्मुस सपरिवार अमेरिकामा हुनुहुन्छ। अब यो विषयमा हामी कहाँ गलत भयौँ भनिदिनु पर्यो। हामी गलत कि हामीलाई गलत जानकारी दिने धुर्मुसका सहायक अनिश गलत? खैर, अब रह्यो ग्रिन कार्डको कुरा। यो कुरा पनि धुर्मुस स्वयंले स्वीकारिसकेका छन्, यसर्थ यसबारे पनि बोल्नु परेन। यहाँसम्म क्लियर होइन त? अब जहाँसम्म अमेरिकामा धुर्मुसको व्यापार धन्दाको कुरा छ नि,
यो कुराको जानकारी हामीलाई नाम उल्लेख नगर्ने शर्तमा अमेरिकाबाटै आएको। तथापि हामीले छ नै भनेर किटान नगरी अनुमान भनेर उल्लेख गरेका थियौँ। अब यस विषयमा हामी कहाँ गलत भयौँ? जहाँसम्म छोरीको उपचारको सवाल छ त्यसमा हामी अत्यन्तै संवेदनशील छौँ। नेपालमै रहँदा पनि छोरीको स्वास्थ्यलाई लिएर हामी चिन्तित थियौँ र सोधी खोजी गरि नै रहेका हुन्थ्यौँ। यतिसम्म कि अस्पताल र डाक्टरका विषयमा पनि छलफल भएकै थियो धुर्मुससँग। एउटा अर्को प्रश्न के पनि आउँछ भने गम्भीर प्रकृतिका बिरामीहरू उपचार गर्न अमेरिका जाँदा धुर्मुसले चाहिँ पहिले ग्रिन कार्ड लिएका हुन्छन् त? यो यावत विषयलाई लिएर जसरी रातारात बकपत्र आयो र त्यसमा हामीलाई भ्रामक प्रचारबाजी र हल्लाको व्यापार गरियो भन्ने जुन आरोप लाग्यो हामीमाथि, त्यसबारे आज यति बोल्नु परेको हो। नत्र यो विषयमा आज हामी बोल्नेवाला पनि थिएनौँ। तर हामीले गरेको कुरालाई असत्य साबित गर्न हस्पिटलको डाक्टरलाई दबाब दिदी बोल्न लगाइएको छ। जब धुर्मुस बिरामी परेको र उपचार गराइरहेका यी तस्बिरहरू जब भाइरल भए नि, तब चितवनका सिडिओ साहब गणेश अर्यालले के लागेछ भने अरे सीताराम त राष्ट्रिय कलाकार, त्यसमाथि उनले बनाउँदै गरेको रङ्गशाला हाम्रै चितवनमा छ। उनको स्वास्थ्यको बारेमा हामीले जानकारी दिनुपर्छ, साह्रो गाह्रो अप्ठ्यारो के छ, हामीले त्यसमा सहयोग पुर्याउनुपर्छ भन्ने लागेर चितवनका सिडिओ र अनुसन्धानका अधिकृतहरू एउटा टोली बनाएर रजरपुर पुग्नु भएछ प्राकृतिक चिकित्सालयमा। त्यहाँका व्यवस्थापक र सिडिओ साहबका बीच जुन वार्तालाप भयो नि, त्यो वार्ता जस्ताको तस्तै हामीलाई सिडिओ साहबले जानकारी गराउनु भएको छ। त्यो अडियो रेकर्ड पनि हामीसँग सुरक्षित छ। परिआएको खण्डमा त्यो पनि हामी सार्वजनिक गर्नेछौँ। यस्ता धेरै कुराहरू छन्। त्यसैले धुर्मुस दम्पतिलाई मेरो सुझाव छ, बिन्ती छ, यतातिर नलाग्नुहोस्। बरु जुन उद्देश्य लिएर त्यहाँ पुग्नु भएको छ अमेरिका, त्यसमै लाग्नुहोस्। हामी अन्तमा यति मात्रै भन्छौँ, यति बुझ्नु कि छोरीको सवालमा, छोरीको उपचारमा हामी पनि तपाईँहरूसँगै नै छौँ, अन्यथा नलिनु होला। यो विषय आजलाई यति नै। अब लागौँ आजको अतिथितर्फ। आज तपाईँहरूले अनुमान पनि गर्न सक्नुहुन्न होला त्यस्तो अतिथिलाई यहाँ निम्ताउँदैछौँ, किनकि हाम्रो कार्यक्रमको अलिकति प्रारूप भनेको कहिलेकाहीँ नेताहरू आउनुहुन्छ, अन्यथा कलाकारकै हो। आजको हाम्रो अतिथि हुनुहुन्छ, त्यसो त उहाँलाई नेपालीमा भन्ने हो भने भान्से भन्दा हुन्छ, तर उहाँलाई धेरैले मास्टर सेफका रूपमा बढी चिन्दछन्। हजुर, यति भनेपछि अलिअलि अनुमान त लगाइसक्नु होला। हजुर, आजको हाम्रो अतिथि हुनुहुन्छ मास्टर सेफ सन्तोष शाह। त्यसो त सन्तोष शाहको सबैभन्दा ठूलो चिनारी भनेकै यी एक मास्टर सेफ हुन्। ठेट नेपालीमा भन्नुपर्दा यी भान्से हुन्। अझ भनौं नेपाली परिकारलाई विश्वमा पुर्याउने र चिनाउने यी एक अभियन्ता नै हुन् भन्दा फरक नपर्दा। हालै मात्र नेशनल जियोग्राफी म्यागजिनले सन्तोष शाहले तयार पारेको मिथिला थालीलाई दक्षिण एसियाकै एक उत्कृष्ट खानाको रूपमा समेटेको छ, जुन कुरालाई नेपालका मिडियाले पनि बडो प्राथमिकताका साथ प्रकाशन गरेका छन्। 40 वर्षीय सन्तोष शाहको जन्म भने सिराहाको कर्जन्हामा एक साधारण किसान परिवारमा भएको हो। यिनका सुरुका दिन कम कहाली लाग्दा छैनन्। सन्तोषले आफ्नो स्कुले जीवनमै सिराहा बजारमा प्लास्टिकका झोला बेच्ने काम गरेका रहेछन्। त्यति मात्रै होइन, प्लास्टिकका झोला बेचेर आएको पैसाले पाउरोटी किन्थे र त्यही पाउरोटी बेचेको पैसाले घर गुजारामा सहयोग पुर्याउँथे रे सन्तोषले। एकातिर गरिबीले थिचिएको जीवन, अर्कोतिर पिता नभएका कारण आफैले उठाउनु परेको पारिवारिक जिम्मेवारी र यही जिम्मेवारीले अगाडि बढाउन नसकेको यिनको शैक्षिक यात्रा। यसले गर्दा सन्तोष 15 वर्षको कलिलो उमेरमै विदेशिन बाध्य भए। भारतको गुजरात पसेपछिको यिनको पहिलो आर्थिक उपार्जनको काम थियो भाँडा माझ्नु। यिनले अहमदाबादको एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम सुरु गरे। त्यही काम गर्दै गर्दा सन्तोषको नजर त्यही होटलको किचनमा खाना बनाउने भान्सेमा पर्यो। त्यो भान्सेमा के आकर्षण देखेको नि यिनलाई भान्से बन्न रहर लाग्यो। यिनको त्यही रहर सपनामा परिणत भयो र त्यही सपनालाई साकार पार्न उनी दिनरात लागि पनि परे। फलस्वरूप अहमदाबादको सामान्य होटलमा भाँडा माझ्ने सन्तोष शाह अन्ततः 5 तारे होटलको सेफ पात्र बनिनन्। आफ्नो यही सिपका कारण सन्तोष यतिखेर चर्चित मात्र छैनन्, नेपाली खानालाई आधुनिक शैलीमा विश्व सामु पस्कि पनि रहेका छन्। आफ्नै घरको भान्साबाट सुरु भएको यिनको भान्से यात्रा अन्ततः 5 तारे होटलसम्म मात्रै पुगेन, विश्व प्रसिद्ध कुकिङ रियालिटी शो BBC मास्टर सेफको फाइनलसम्म पुग्यो। फलस्वरूप आज यिनलाई मास्टर सेफका रूपमा मात्रै नभएर एक सेलिब्रिटी सेफका रूपमा विश्वले चिन्ने गरेको छ।
यतिखेर सन्तोषका जनकपुर फिस हाउस र मिथिला थाली नाम गरेका कैयौं आउटलेटहरू देशभर फिजिएका छन्, जहाँ स्वादका पारखीहरूको अभूतपूर्व जमघट हुने गरेको छ। त्यसो त सन्तोष यतिखेर ब्रिटिस नागरिक हुन्। ब्रिटिस नागरिक बन्नुको कथा भने बेग्लै छ। आज हामी उनै भान्साका सेलिब्रिटी मास्टर सेफ सन्तोष शाहसँग उनका विगतदेखि वर्तमानसम्मको यात्रालाई नजिकबाट निहाल्ने प्रयास गर्नेछौँ। आउनुहोस् सन्तोष शाहलाई स्वागत गरौँ। कार्यक्रममा यहाँलाई हार्दिक स्वागत है। अब तपाईँ ब्रिटिस नागरिक, हजुर, यहाँ के छ भनेदेखि चाहिँ विदेश जान पाए हुन्थ्यो, ग्रिन कार्ड लिन पाए हुन्थ्यो, पिआर लिन पाए हुन्थ्यो भन्ने धेरै छन्। तर तपाईँ चाहिँ ब्रिटिस नागरिक भएर पनि त्यहाँ नबसेर नेपालमा आएर नेपाली खानालाई प्रमोट गर्नुभएको छ र त्यो खानालाई विश्वमा पुर्याइरहनु भएको छ। के भन्नुहुन्छ? थ्याङ्क यू, एकदमै राम्रो सन्दर्भ। म हुन त नेपाली नागरिक भएर ब्रिटिस नागरिक भएको हो, अनि अहिले नेपालमा बस्दाखेरि एउटा डकुमेन्ट मात्रै ब्रिटिस हो, तर म 100-200% नेपाली नै हो होइन। मन पनि नेपाली, मान्छे पनि नेपाली, खाना पनि नेपाली पकाउने। सो यहाँ आएर नेपालमा म अहिले जो खानाहरूको प्रमोसनको लागि प्रमोट गर्नलाई फुडहरू, जो नेपाली फुडलाई विश्वमा चिनाउनुपर्छ भनेर आजबाट होइन, धेरै पहिलाबाट मास्टर सेफमा पनि मैले राउन्ड 1बाट विनरसम्म विनिङ डिस पनि नेपाली बनाएको थिएँ मैले। यो ब्रिटिसको नागरिकता लिने सम्बन्धी चाहिँ कसरी सोच आयो? म 2009मा इङ्ल्यान्ड गएको थिएँ वर्क परमिटमा, काम गर्ने भिजामा गएको थिएँ। काम गर्ने भिजामा कन्टिन्यू 5-6 साल काम गरे पनि तपाईँ त्यहाँको सिटिजन लिन सक्नुहुन्छ। मेरो मन कतै पनि थिएन, तर नेपाली फुडलाई विश्वमा चिनाउनुपर्छ, गर्नुपर्छ भनेर मलाई एकदमै वर्ल्ड ट्राभल गर्नु मन छ। र नेपाली पासपोर्टले एकदमै गाह्रो हुन्छ ट्राभल गर्न, भिजा पाउन, बिलिभ गर्न। त्यही भएर त्यो एउटा कारण मात्रै हो, ट्राभल गर्नलाई म ब्रिटिस सिटिजन लिएँ र त्यही कारणले म अलमोस्ट 50देखि 60 कन्ट्रीसम्म म गएर नेपाली फुडलाई प्रमोसन गरेर लास्ट इयर नै अमेरिकाको 24वटा स्टेटमा मैले नेपाली फुडको प्रमोसन गरेँ। यदि नेपाली पासपोर्ट मसँग भइदिएको भए जान आउन गाह्रो हुन्छ, सहज हुन्छ। अब मलाई चुनाव लड्नु छैन, त्यही भएर मैले त्यो पासपोर्टको लागि त्यति ध्यान दिएन। जस्ट दिस इज अ डकुमेन्ट होइन। र यसमा मलाई लाग्दैन कि धेरै मान्छेलाई सोच्न चाहियो। म यस्तो मान्छे हो, जहाँ छ जो भन्छु त्यही गर्न चाहियो। अब इङ्ल्यान्डमा बसेर म नेपाललाई माया गर्छु भनेर त्यो खोक्लो माया भयो कि। नेपाललाई माया गर्नुहुन्छ भने नेपालमा बस्नु न, नेपालमा गर्नु न, नेपालबाट गर्नु न। त्यहाँ बस्ने इङ्ल्यान्डको हावापानीमा, कमाउने पाउन्डमा अनि कुरा गर्ने नेपालको मिल्दैन। त्यही भएर म यहाँ बसेर यहीँको फुड विदेशमा इङ्ल्यान्डमा प्रमोट गरिरहेको छु। अहिले नै नेसनल जियोग्राफीले जो कभर गरेको छ, इङ्ल्यान्डको नेसनल जियोग्राफी डिसेम्बरको वान अफ द बेस्ट एडिसन हुन्छ, त्यसमा लेखेको छ। सो म युके नबसेर यहाँ बसेर पनि गर्न सकिरहेको छु। सो म आफूलाई अगेन म एकदमै सौभाग्य ठान्छु र थ्याङ्क यू सबैजनालाई र हजुरलाई पनि यो सोमा बोलाउनु भयो र यो मौका दिनुभयो। अझ यो सोबाट पनि नेपाली फुडकै प्रमोसन हुन्छ। अच्छा, नेपाली खाना भन्ने बित्तिकै चाहिँ नि झट्ट दिमागमा के आउँछ यहाँलाई? नेपाली खाना भन्ने बित्तिकै मलाई त मासु भात आउँछ होइन। मलाई मनपर्ने पनि खाना र नेपाली खानालाई हेर्ने जो अर्को कसैलाई सोध्यो नेपाली खाना के हो भने त मोमो चाउमिन भन्छ होइन, या थकाली खाना भन्छ, नेवारी खाना भन्छन् होइन। मलाई मासु भात आउँछ। नेपाली खाना भन्ने बित्तिकै मासु भात मुखमा पानी रसाइहाल्ने भन्छ। अब जस्तै नेपाली खानाको भन्ने बित्तिकै चाहिँ मासु भात भन्नु पऱ्यो होइन। अब हामीलाई चाहिँ, मलाई विशेष गरी चाहिँ मलाई चाहिँ नेपाली खाना भन्ने बित्तिकै झट्ट दिमागमा आउने गुन्द्रुक भात होइन। गुन्द्रुक यहाँले कहिले पकाउनु भएको छ? हजुर, गुन्द्रुकको स्टोरी छ एकदमै। म मास्टर सेफमा जाँदै गर्दा म लगभग नेपालको तपाईँ नाम लिनुहोस् मोमो चाउमिन छोडेर मैले हरेक प्रकार बनाइसकेको छु मास्टर सेफमा। मलाई गुन्द्रुक बनाउन आउँदैन थियो मास्टर सेफसम्म। अनि गुन्द्रुक बनाउनु पऱ्यो। अनि एकजना मेरो साथी छ, उहाँले भने गुन्द्रुक बनाएर मलाई सिकाइदियो। ऊ हाँसिरहेको थियो। यो म 5 स्टार होटलमा काम गर्थेँ एक्जिक्युटिभ सेफमा होइन। गुन्द्रुक म कहिले ट्राई पनि गरेन, काम पनि भएन त्यसको। खानालाई मिठो लाग्छ, तर बनाउनलाई के बनाउने भनेर त्यो अनि बनाउँदाखेरि एकदम सिम्पल रहेछ। टमाटर पोल्यो, उ गऱ्यो होइन, त्यसपछि गुन्द्रुकलाई भिजायो, काट्यो, अनि त्यो मोल्यो, लिम्बू हाल्यो, अनि सल्ट हाल्यो, पुग्यो। अनि
यो त यति सिम्पल रहेछ, तर हामीलाई खान एकदम राम्रो। र मेरो जजले यो टेस्ट गरे भने स्वाद राम्रो होला, तर त्यो चाम्रो भएको कारणले यसलाई रिजेक्ट खान सक्छ, पोइन्ट काट्न सक्छ, यसलाई के गर्ने भनेर मैले धेरै तरिका लगाएँ। अनि गुन्द्रुकलाई मैले विदेशीको माछ, त्यसको स्वाद पनि मार्नु भएन, त्यसको अस्तित्व मार्नु भएन, त्यसको जो रियल टेस्ट छ त्यो पनि मार्नु भएन। अब मोडिफिकेसनको चक्करमा सबैले बिगाडिदिन्छन्, त्यो गर्नु भएन। त मैले के गरेँ, त्यसलाई पानीमा भिजाएँ, गुन्द्रुकलाई तातो पानीमा भिजाएर अनि फेरि त्यसलाई पात बनाएँ। पातलाई उ गरेको हुन्छ, त्यसलाई पात बनाएँ। अनि त्यसपछि कैँची लिएर त्यो रिडहरू हुन्छ नि, त्यो बिचको जो पातको हाँग बिचको त्यो रिडहरू, त्यसलाई कैँची लिएर काटेर त्यो निकालिदिएँ। अनि पात मात्रै राखेँ। अनि नाइफ लिएर सबै त्यसलाई राम्रो फाइन चप गरेँ। अनि त्यसपछि त्यसलाई टमाटर पोलेर यो गरेर अनि गार्लिक सरी हालेर अनि त्यसलाई बनाउँदाखेरि खाँदाखेरि स्वाद त्यही हो, सबै कुरा त्यही हो, तर त्यो मुखमा त्यो आउने त्यो हार्ड छ नि त्यो आउँदैन। अनि त्यो पछि त्यो कमसेकम 50 पल्ट बनाएँ होला मैले। 50 पल्ट ट्राई गरेँ कसरी गर्ने के गर्ने भनेर। गुन्द्रुक पनि बनाएको छु, मलाई एकदमै मनपर्छ गुन्द्रुक। यस्तो राम्रो पोटेन्सियल भएको हो नेपाली खानामा, गुन्द्रुकले नेपालको फुडलाई चिनाउन सक्छ, त्यति पोटेन्सियल भएको कुरा हो। त्यसो त यहाँको बारेमा हामीले बाइबुकमा धेरै कुरा भनिसकेका छौँ। अब हामीले यहाँलाई चिन्ने भनेको चाहिँ एकदमै मास्टर सेफका रूपमा हो, तर आम नेपालीले यहाँलाई कसरी चिन्ने, के भनेर चिन्ने, मास्टर सेफ भनेर चिन्ने? म आफूलाई भान्से नै भन्छु हैन, भात पकाउने मान्छे भन्छु। मैले कहीँ गएँ भने मेरो परिचय दिनु पऱ्यो भने मेरो नाम सन्तोष शाह हो, मलाई मास्टर सेफ भनेर चिन्छ। तर मेरो थाहा छ हजुरलाई मास्टर सेफ होइन के हो भने भात पकाउने मान्छे होइन हो र होइन, तपाईँ त जोक गरिराख्नुपर्छ भन्छ होइन। तर म भान्से नै भन्छु। भान्से खाना बनाउने मान्छेलाई भान्से, खाने बनाउने मान्छेलाई अङ्ग्रेजीमा कुक सेफ, पुरा उस्तै नै हो। हाम्रो सुनाइले मात्रै। तर मलाई एउटा इभेन्टमा गएको थिएँ, धेरै ठुलो हजारौँजना थियो। अनि मैले भने कि सबैजनाले एकपल्ट भान्से भनिदिनु त भनेर, भान्से भनेर मैले त आई लभ यु सुने भनेर भने। सो आई फिल भेरी प्राउड टु कल भान्से। तपाईँले मलाई भान्से सन्तोष पनि भन्न सक्नुहुन्छ। अब तपाईँको खानाको बारेमा के भनाइ छ भने नि, खाना त मिठो हुन्छ, हेर्दा त्यसको प्रेजेन्टेसन प्रस्तुति पनि एकदम राम्रो देखिन्छ, तर महँगो छ भन्छन् हो? होइन, यो म एग्री गर्दैन। महँगो मेरो फाइन डाइनिङ होला होइन। जब म फाइन डाइनिङ गर्छु एकदमै टिकटिङ हिसाबले टिकट बेचेर म 10 जना 15 जना महिनामा एउटा इभेन्ट गरेर हुन्छु। त्यसमा अब महँगो हरेकको लागि डिफ्रेन्ट परिभाषा होला, तर मैले त्यसलाई महँगो भन्न मिल्दैन। अब कसले भन्ने महँगो, अनि फाइन डाइनिङ गर्दाखेरि म 15 देखि 20 हजार रुपियाँ पर पर्सन एकजनाको खानाको मात्रै ड्रिङ्क सेपरेट गरेर मैले पकाएर 14 कोर्स 15 कोर्सको मेन्यु। यो सस्तो हो, यो महँगो। हाम्रो वाला जो फाइन डाइनिङ छ त्यसमा एकदमै लिमिटेड गर्छु म, एकदमै लिमिटेड इन्भाइटेड, तर पैसा दिएर खानु पर्यो। र अर्को छ मिथिला थाली, जो एकदमै रिजनेबल प्राइसमा छ मलाई लाग्छ। यदि तपाईँले कुनै पनि रेस्टुरेन्टमा एउटा पिज्जा खानु पर्यो भने कति पर्छ त? मिनिमम 500 800 मिनिमम। 500 में त मलाई लाग्दैन कुनै पिज्जा एउटा ढङ्गको पिज्जा या मलाई मनपर्ने बेरा पिज्जामा गयो भने 1100 1200, फायर एन्ड आइस भन्ने रेस्टुरेन्टमा गयो भने 1200 1400 एउटा पिज्जामा 5 वटा 4 वटा इन्ग्रेडियन्ट्स चीज मैदा र टमाटर हैन, एक दुईटा कुरा माथिबाट हालेर 1200 रुपैयाँ त्यहाँ सस्तो भयो। हामीले र थकाली खानामा पेट भरेर थपेर झोल थपिदिनुस्, अचार थपिदिनुस्, यो थपिदिनुस् हैन, त्यसमा 14 वटा भेराइटी हुन्छ कमसे कम हैन, दाल तरकारी बासमती राइस महँगोमा महँगो इन्ग्रेडियन्ट्स हैन। अनि यति भिआइपी ठाउँ सेलिब्रिटी सेफको रेस्टुरेन्टमा बस्ने चेयर पनि यही तपाईँ जस्तै हामी राखेर हैन। अब त्यहाँ गएर 400 रुपैयाँमा खाना बेच्यो भने कसरी महँगो भयो भने कुन कम्पेरिजन गर्ने त? वास्तवमा मलाई लाग्छ यो थाली छ नि अन्डर पैसामा बेचिरहेछ। त्यो थाली महँगो हुनु पर्यो, पिज्जा सस्तो हुनु पर्यो, बर्गर सस्तो हुनु पर्यो, केएफसी सस्तो हुनु पर्यो। केएफसी को इन्ग्रेडियन्ट्समा हामी ल चिकन खाना खायो भने चिकनको 700 रुपैयाँ या 500 रुपैयाँ या 600 रुपैयाँ होला कहीँ नर्मली गयो भने। केएफसीमा गयो भने हजुरले 1500 1800 मा चिकनको एउटा पखेटा त्यसमा ब्रेड क्रम्स लगाएर अनि एकदम युज गरेको तेलमा फ्राई गरेर अनि त्यसको 1800 रुपैयाँ। 1800 रुपैयाँमा मेरो रेस्टुरेन्टमा 4 जना खान्छ, पेट भरेर थपी खानुहुन्छ हैन। डेजर्ट पनि छ, न्युट्रिसन फुड छ। मेरो त्यो मिथिला थालीलाई
हजुरहरूले कसरी लिनुपर्छ भने मैले एकदमै केयरफुल यो डिजाइन गरेको मेन्यु हो। 700 देखि 800 ग्राम सबै कुरा तपाईँले वेइ गऱ्यो भने जोख्यो भने 800 ग्राम जति पर्छ। हामीलाई चाहिने भनेको एकपल्टको मिलमा 800 ग्राम हो। 800 ग्राममा पनि भात मात्रै चाहिँदैन, हामीलाई रोटी मात्रै चाहिँदैन, मासु मात्रै चाहिँदैन, त्यसमा हरेक कुरा मिलेको हुनुपर्छ। त मेरो जो मिथिला थाली मैले डिजाइन गरेको छु त्यसमा दही त्यतिकै क्वान्टिटीमा छ, डेजर्ट पनि त्यतिकै क्वान्टिटीमा छ, राइस पनि त्यतिकै क्वान्टिटीमा छ, साग पनि त्यतिकै क्वान्टिटीमा छ, न्युट्रिसन कुराहरू सबै मिलाएर त्यसमा रोटी छ, फर्मेन्टेसन छ, तपाईँको ग्रिन छ, तपाईँको घिउ छ र हरेक कुरा लगभग 90% नेपाली इन्ग्रिडियन्ट्स युज गर्छु म। राइस मात्रै बासमती नेपालमा पाउँदैन, नत्र त्यो यदि पाइदिएको भए राम्रो राइस क्वालिटीको गेस्टलाई दिने हिसाबले राइस पाइदिन्छ, राइस पनि म नेपाली युज गर्छु। हरेक कुरा नेपाली, नेपालीले बनाउने, नेपाली इन्ग्रिडियन्ट्स नेपालीलाई खुवाउने भनेर मैले गरेको छु। मलाई लाग्दैन यो महँगो हो। अब कहाँबाट महँगो लाग्छ त्यो, अब मेरो रेस्टुरेन्टमा कैसे खर्चा गयो भने त त्यहाँ बारमा गयो भने 80,000 को बोतल पनि छ त्यहाँ। अब त्यो लिएर 80,000 मलाई महँगो भयो भने त्यो मिल्दैन। अच्छा, तपाईँले नि सस्तोमा कतिसम्मको र महँगोमा कतिसम्मको खानाको परिकार बनाउनुहुन्छ? म महँगोमा तपाईँ भने जस्तै म महँगोमा यहाँ 50,000 60,000 को एकजनाको मेन्यु पनि डिजाइन गरेर म खुवाउन सक्छु नेपालको इन्ग्रिडियन्ट्स। अहिलेसम्ममा तपाईँले सबभन्दा महँगो खाना कतिमा बेच्नु भएको छ र सबभन्दा सस्तो कतिमा बेच्नु भएको? मैले 50,000 पर पर्सनको खाना एकजनालाई मैले महँगोमा महँगो इङ्ल्यान्डमा नेपाली मेन्यु 50,000 को मैले बेचेको छु। यहाँ नेपालमा 17,500 को भेजिटेरियन मेन्यु मैले एकजनाको बेचेको छु र सस्तोमा 300 रुपियाँ पेट भरेर खाना। जनकपुरमा 300 रुपियाँमा जनकपुरमा हामी थाली बेच्छौँ हैन, अनि 300 देखि 20,000 सम्म ओन्ली फुड ड्रिङ्क्स छोडेर। त्यो 50,000 मा चाहिँ के आउँछ? त्यो 50,000 मा अब के हुन्छ भने सुनको थालमा दिनु त होइन होला? सुनको थाल त लिएर जान मिल्दैन 50,000 मा। खाना त मिल्छ, सुनकै थालै हुन्छ। सो हाम्रो मेनुमा के हुन्छ भने त्यसलाई के भन्छौँ, वी डोन्ट सेल फुड, वी सेलिङ एक्सपिरियन्स। यो खाना बेच्दैनौँ, हामी एक्सपिरियन्स बेचिरहेछौँ। सो तपाईँलाई यही बसेर तपाईँलाई मैले पुरै नेपालको सेयर गराइदिन्छु। हिमालमा पुगाइदिन्छु एकैछिन हैन, तपाईँलाई मुस्ताङ पुगाइदिन्छु एकैछिन, तपाईँलाई इलाम पुगाइदिन्छु एकैछिनमा। त्यो स्टोरी र फुड, इलामको इक्जाम्पल तपाईँ हाम्रो बेटेटारतिर जानुभयो, माथि जानुभयो, त्यहाँको परिकार के छ त वास्तवमा। तपाईँलाई जस्तो वाचिपा तिते बनायो तपाईँलाई, अब तिते धेरैले खाएको छैन, त्यो तिते तपाईँलाई खानलाई धनकुटा पुग्नु पर्दैन, हामी त्यही टेबलमा खुवाइदिन्छौँ। एक नेक्स्ट कोर्स आयो भने सबै कटलरीहरू र प्लेटहरू डिफ्रेन्ट हुन्छ। तपाईँलाई 14 कोर्स 15 कोर्सको मेन्युमा कुनै पनि मेन इन्ग्रिडियन्ट्स रिपिट हुँदैन लास्टसम्म, 14वटा डिससम्म। त्यो एक्सपिरियन्सको लागि आजसम्म लगभग म हजारौँ मान्छेलाई नेपाली खाना विदेशमा $100 भन्दा बढी, सो 15,000 रुपियाँ भन्दा माथि हजारौँ मान्छेलाई खुवाइसकेको छु। तपाईँको सोबाट हेर्ने धेरै दर्शकले कमेन्ट पनि गर्छ कि मैले खाएको छु, इट वाज वर्थ भनेर लेख्नु होला है, तपाईँले सुनिराख्नुपर्छ भने। आजसम्म कसैले भनेको छैन ओहो यो नेपाली खाना पनि यस्तो हुन्छ भनेर भनेको छ। पैसाको कुरा गर्दाखेरि होइन, यो त एकदम कम लिनुभयो तपाईँले, 15,000 एकदम कम लिनुभयो भन्छ। सो हामीले फुल एक्सपिरियन्स सेयर गरेर नेपाली फुडलाई ल्याएर, मेरो चाहना के छ भने नेपाल वी सुडन्ट बी सेलिङ इन अ चिप प्राइज। नेपाल सानो कन्ट्री हो, लिमिटेड एडिसन छ कि हरेक कुराको। दाल पनि एकदम लिमिटेड हुन्छ, थोरै न हाम्रो क्विन्टल टनका टन भइरहेछ, उजाउ त हुँदैन। मार्सी चामल त्यो त हुँदैन नि, त्यो एकदम सुन जस्तो हिरा जस्तो राखेर त्यसलाई बेच्न चाहियो कि यार्सा गुम्बा जस्तो बेच्छ नि हामीले। त्यो अरू इन्ग्रिडियन्ट्स पनि नेपाली, हाम्रो पदम चाल भन्ने एउटा हिमालयन रुबाब छ, 35 रुपियाँमा यति दिइरहेको थियो जुम्ला जाँदाखेरि। म त सरप्राइज भएको कि म त एकदमै त्यो इमोसनल भइरहेको थिएँ त्यो देखेर। 35,000 मा बिक्छ त्यो हिमालयन रुबाब यदि तपाईँले विदेश पुगाइदियो भने, त्यसको इन्ग्रिडियन्ट्सको भ्यालु। म त्यो कुरालाई चिप बेच्न चाहँदैन, म नेपालमा मात्रै हो, नत्र नेपाल बाहिर गयो भने मेरो खाना 10,000 भन्दा कम कसैले खाएको छैन म भन्न सक्छु। अब 300 देखि हजुर 50,000 सम्मको अनुभव छ हजुर, हैन त? हजुर। पैसा चाहिँ कति कमाउनु भएको छ?
पैसा म कमाएको छैन, सबै गमाएको छु हैन। म जति कमाउँछु त्यति आफ्नो लर्निङको लागि म इन्भेस्ट गरिरहेको हुन्छु। त्यही भएर सायद म अहिले मास्टर सेफ जितेको कारण र अहिले यो जो गर्न सकेको कारण मेरो एजुकेसन पहिला थिएन। अनि मान्छेले हेर्दाखेरि लाग्ला म एजुकेटेड मान्छे हो, तर आई एम नट एजुकेटेड हैन। म एसएलसी फेल हो है, म एसएलसी फेल भएको मान्छे हो। एसएलसी फेलले विश्व हो। सो भन्दाखेरि कहिलेकाहीँ के हुन्छ, यो फेल हुने मान्छेलाई एउटा मेसेज पनि हो कि फेल भएपछि हरास हुनु हुँदैन हैन, आफूलाई कमजोर ठान्नु हुँदैन। तपाईँ फेल क्लास 10 मा हुनुभएछ, लाइफमा भएको छैन भनेर त्यति मान्नुपर्छ हैन। लाइफ त बाँकी छ नि, अहिले लाइफमा त अझ इक्जाम बाँकी छ नि, त लाखौँ इक्जाम दिन बाँकी छ। लाखौँ इक्जाम दिएर हामी यहाँसम्म पुगेका छौँ। अहिले पनि इक्जाम दिइरहेछौँ, नेपालमा बस्न पनि इक्जाम दिने जस्तै छ अहिले। एउटा गजबको कुरा चाहिँ के हो भनेदेखि एसएलसी फेल आफै भन्नुभयो हैन, एसएलसी फेल हुनुहुन्छ तर तपाईँको विषय एसएलसीमा पढाइन्छ। हजुर, सो क्लास 10 मा अङ्ग्रेजीको किताबमा टेक्स्ट बुकमा मेरो बारेमा पढाइन्छ। त्यसमा लेखेको पनि छ, सन्तोष शाह वाज फेल इन दिस क्लास इन दिस सब्जेक्ट भनेर त्यो बुकमा पढाइन्छ। अहिलेको समयमा तपाईँले अहिले पनि हेर्न सक्नुहुन्छ। द्याट मेक मी फिल प्राउड। एउटा मैले लास्ट टाइम मेसेज पनि बनाएको थिएँ एसई को विद्यार्थीलाई। एसईमा मेरो क्वेसन पनि आउँछ हैन, मेरो बारेमा सोध्छ पनि, को हो फोटो राखेर या केही लेखेर उहाँको बारेमा भन्नुहोस् भनेर त्यो लेख्नुहुन्छ। एसई को विद्यार्थी फेल भएपछि सिराहाको लाहान भन्ने ठाउँमा केही हामीले सुनेको पनि छ न्युजमा, सुसाइड गर्यो किनभने फेल भयो। अनि मैले एउटा भिडियो बनाएको थिएँ, यो फेल भनेको लाइफमा फेल हुनुभएको छैन नि, लाइफलाई किन छोड्न गइराख्नुपर्छ। यु सुडन्ट बी गिभ अप हैन। नेक्स्ट इयर गर्नुहोस् न। म एसएलसी नदिएर इन्डिया गएँ, 5 स्टारमा भाडा दुनबाट सुरु गरेँ। अनि म अहिले 5 स्टारको लन्डनको हार्टमा एक्जिक्युटिभ सेफ भएर टप पोजिसनमा काम गरेर म नेपाल आएको। मेरो लास्ट जब थियो त्यो 23 सालमा को एजमा मेरो अन्डरमा 100 जना काम गर्थ्यो, 23 इयर्सको एजमा हैन। अहिले देखाइदिनु त ल 5 स्टार होटलमा 23 सालको केटा एक्जिक्युटिभ सेफ छ भनेर। म फेरि यो कहिलेकाहीँ के हुन्छ, म प्राउडवाला कुराहरू, यो धाकवाला कुराहरू मलाई एकदमै गाह्रो हुन्छ हैन। त यथार्थ यो इन्सपिरेसनको लागि हो कि तपाईँ गर्न सक्नुहुन्छ। कि एउटा एसएलसी फेल भएको 1999 मा म एसएलसी फेल भएर हैन 2007 मा म 5 स्टार होटलको 2006 मा एक्जिक्युटिभ सेफ बनेको थिएँ। मेरो तल म त्यो होटलमै सबैभन्दा कम एजको मान्छे थिएँ र मेरो सबैभन्दा ठुलो पोजिसन थियो। एचिभ गर्न सक्नुहुन्छ, म अहिले पनि गर्न सक्छु। म फर्राट इङ्ग्लिस बोल्न सक्छु, कतिवटा ल्याङ्ग्वेज बोल्न सक्छु हैन। हार्वर्ड युनिभर्सिटीमा म गेस्ट लेक्चर दिएर आएको छु, येल युनिभर्सिटीमा गएको छु हैन। एउटा के भन्छ भने एउटा हाम्रो सर छ, सरले भन्थ्यो यो हजुरले युनिभर्सिटी भन्दा पनि युनिभर्समा सिक्न सक्नुहुन्छ। युनिभर्सिटीमा त लिमिटेड कुरा छ नि त, युनिभर्समा तपाईँ त्योभन्दा धेरै कुरा सिक्न सक्नुहुन्छ। सो म युनिभर्सिटी त जान सकेन, तर आई एम लर्निङ फ्रम द युनिभर्स। थ्याङ्क यू भेरी मच हजुर। अब 5 स्टार होटलमा भाँडा माझ्नेदेखि सुरु भएको यो यात्रा यतिखेर मास्टर सेफका नामले विश्व प्रसिद्ध हुनुहुन्छ। यो हामी नेपालीको लागि गौरवको कुरा हो। अब यतिका स्वादिष्ट परिकारहरू यहाँले पकाइरहँदा खुवाइरहँदा अब यहाँका 4वटा आउटलेट छन्। हाम्रो 3टा मिथिला थाली छन्, एउटा भेजिटेरियन गोशालामा, अनि नन भेज झम्सिकेल र गैरीधारा र नक्सालमा जनकपुर फिस हाउस, अनि एउटा मिथिला थाली हाम्रो जनकपुरमा। अब तपाईँका जति पनि आउटलेटहरू छन् नि, या जहाँ छन् त्यहाँ नेपालका सेलिब्रिटीहरू, नेपालका राजनेताहरू पनि गएको यता कता समाचारहरू मैले पढेको थिएँ। को आउनुहुन्छ खाना खानाको लागि यहाँकोमा? लगभग सबैजना आउनुहुन्छ, सबैजनाले माया गर्नुहुन्छ। जस्तै हजुर नेम भनेपछि सबैजना आउनुहुन्छ। हाम्रो रोयल फ्यामिली पनि आउनुभएको थियो, हाम्रो राजेश मलजीलाई पनि म खाना खुवाएको छु हैन, नेताहरूलाई सबैलाई खुवाएको छु। सो लगभग हरेकले जो आउन सकेको छैन उहाँ हाम्रो टेकअवे लिएर पनि माछा प्याक गराएर आफ्नो क्वार्टरमै बसेर पनि खानु भएको छ। सो लगभग हाम्रो एभ्री डे रोयल फ्यामिलीबाट चाहिँ को आउनु भएको थियो? हाम्रो रोयल फ्यामिलीमा मैले हिमानी सरकारलाई मैले स्पेसल मेनु मैले खुवाएको छु।
त्यसपछि हाम्रो ज्योति सरकारलाई खुवाएको छु अनि उहाँको पुरै एउटा फ्यामिली ग्यादरिङलाई पनि मैले गैरीधाराकै ब्रान्चमा एकदम राम्रो मेन्यू 10 कोर्स मेन्यू बनाएर पनि मैले सर्भ गर्दाखेरि ठुलो एप्रिसिएसन पनि पाएको थिएँ कि नेपाली खाना यो लेभलमा पनि हेर्न पाइन्छ है भनेर उहाँहरू एकदम इम्प्रेस हुनुभएको थियो। नेताहरूमा पनि लगभग सबैजना हाम्रो आउँछन्, हबै बनेको छ र उहाँहरू पनि खानुहुन्छ। जस्तै कुनै 5 जना नेताको नाम लिनु पर्यो भने तराईको नेता त सबै हाम्रो जनकपुरमा जनकपुरमा जो पनि जानुहुन्छ सबैजना खानुहुन्छ नाम भन्दाखेरि पनि। बालेन शाह आउनु भएको छ? हजुर, बालेन शाह पनि आउनु भएको छ। अस्ति आउनुभएको थियो हाम्रो गैरीधारा ब्रान्चमा अनि माछाको एकदम एप्रिसिएट गर्नुभएको थियो। अब यहाँको बारेमा अर्को एउटा मैले नबुझेको कुरा चाहिँ नि, आज पर्यन्त पनि तपाईँ अविवाहित हुनुहुन्छ। हजुर, यसको पछाडिको कारण? बिजी भइयो अनि आफ्नो फ्युचर बनाऊ, करियर बनाऊ। अझै बनाउन बाँकी छ? अब फ्युचर र करियर अब कहिले पनि नरुक्ने पद्धति हो। काम भनेको काम रोक्नु हुँदैन, कसैले काम गर्नै पर्छ भन्ने लाग्छ। अनि त्यो मेरो जो लगाव र माया थियो कामप्रति मात्रै छ, यताउति नबाडौँ भनेर बिहा नगरेको। अब चाहिँ बाँड्न म रेडी छु। सो होपफुली सुन यही सालमा पनि गर्न सक्छु, हुनसक्छ। प्रेम सम्बन्धमा हुनुहुन्छ? छैन। अनि यतिको राम्रो मान्छेलाई र यतिको सम्पन्न मान्छेलाई, व्यक्तिलाई भनौँ न, मन पराउने कोही आएन नि त जीवन? खै अब तपाईँको सोबाट हेरेर मेसेज पठाउला कि भनेर अब आशा छ, अब कोही थाहा छैन। अनि यो कुरा हामीले मानिदिनु पर्ने छ, भनिदिनु पर्ने हो, मानिदिनु पर्ने। अहिले हामी तपाईँको गर्लफ्रेन्डको फोटो देखायौँ भने? मेरो गर्लफ्रेन्ड भनेको केटी साथी त भइहाल्छ नि सबैको। त्यसमध्येको स्पेसल धेरै छन् होइन? हाम्रो स्पेसल पनि धेरै छन्। हजुर, स्पेसल अब कसरी मान्न सकिन्छ भने धेरैजनाले तपाईँको जिन्दगीमा लाइफमा जुडेको पात्रहरू अर्बौँ मान्छे छन् यहाँ दुनियाँमा, तर तपाईँसँग ठोक्किन गएको, तपाईँसँग मिल्न गएको, भुल्न गएको, तपाईँलाई इन्सपायर गरेको सबै कुराको मायने राख्छ। तपाईँको लाइफमा केही न केही छाप छोडेर गएको हुन्छ। सो मेरो लागि जति पनि लाइफमा आएको छ सबै स्पेसल नै हो र रिस्पेक्ट गर्नुपर्छ, सम्मान गर्नुपर्छ सबै कुरा। जस अर्को सरकार निर्माण भइसक्दाखेरि तपाईँको पनि विवाह भइसक्छ, यसरी बुझौँ? अब सरकार 3 दिनमै चेन्ज भयो भने फेरि म कहाँबाट बिहा आउने त? फेरि मलाई 3 दिनमा हुँदैन। यो वर्ष हुन्छ? यो वर्ष हुन्छ। हजुर, ल मैले अब तपाईँको सोमा आइसकेपछि यति कुरा गरेँ, यति कुरा म कहीँ पनि गरेको थिएन होइन? यो बिहाको बारेमा म रेडी छु, म गर्न चाहन्छु भनेर म कहिले पनि भनेको थिएन। अब तपाईँले यतिको पैसा कमाउनु भएको छ होइन? किनकि तपाईँको कुरा सुन्दाखेरि 50,000सम्मको खाना बेच्नुहुन्छ नि होइन? त्यो कमाएको सम्पत्ति अब विवाह भएको छैन, जहान छोराछोरीहरू छैनन्, खर्च चाहिँ केमा गर्नुहुन्छ? म खर्च भनेको म आफैमा इन्भेस्ट गर्छु, लर्निङमा इन्भेस्ट गर्छु, म बिलिभ गर्छु लर्निङमा। सो ट्राभल धेरै गर्छु होइन? राम्रो राम्रो ठाउँमा घुमिसक्नु भएको छ? विश्वमा धेरै, लगभग 50 कन्ट्रीमा घुमिसकेको छु। त्योभन्दा पनि बढी होला, 50 भन्दा पनि बढी छ। एउटै कन्ट्रीमा पनि 10 पल्ट गइसकेको छु। त त्यस्तो जोड्यो भने बढी हुन्छ। अनि त्यसमा मेरो ट्राभल म सबैलाई रिक्वेस्ट गर्छु कि ट्राभल गर्नुहोस्, त्यसबाट नलेज बढ्छ, त्यसमा म इन्भेस्ट गर्छु। र अर्को कुरा, नेपालमा कमाएको पैसाहरू जो छ, कमाउन त अहिले यो हस्पिटालिटी सेक्टरमा गाह्रै छ पैसा कमाउन, तर मेरो पैसाको धेरै अंशहरू म एउटा राम्रो कार्यमा पनि गरिरहेको हुन्छु। सो मैले सुन्न नसक्ने, बोल्न नसक्ने जति पनि नेपालका भाइ बहिनीहरू छन्, यसबाट पनि तपाईँले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ र उहाँहरूलाई मैले जबसम्म पुगाइदिने काम म गर्छु, ट्रेनिङ दिएर होइन? नेपालमा त्यो पनि गरिरहेको छु। सिङ्गल ममहरूलाई काम दिने होइन, उहाँहरूलाई पनि मिथिला थालीको सेफमा या ट्रेनिङ दिएर या के गर्न सकिन्छ, खाना त बनाउन सक्छ नि त उहाँले, अनि त्योहरू पनि काम गरिरहेको छु। अरूहरू पनि धेरै ठाउँमा हजुरले भन्नु भने 50,000 खाना त सालमा 2 पल्ट 3 पल्टको इभेन्ट हुन्छ नि त, तर हरेक दिन बेच्ने भनेको 300-400 रुपियाँको खाना हो नि त होइन? हेर्दाखेरि 50,000 को। र म के छ भने म कमाउने लाग्छ, म धेरै कमाउँछु, तर धेरै ठाउँमा म पैसा लिँदैन। अहिलेसम्म कुनै पनि गेस्ट स्पिकरमा गएको कुनै पनि कलेजमा 1 रुपियाँ पनि लिएको छैन। म फ्रीमा जान्छु, तर म चुज गर्छु कुनमा जाने। म अहिलेसम्म कुनैमा पनि, यदि मेरो नाममा कसैले पैसा ठगेको छ भने भन्नु होला है, म आजसम्म लिएको छैन। कुनै पनि सरकारी निकायमा काम गर्छु, म पैसा लिएको छैन होइन? केएमसीमा काम गरिरहेको छु, 1 रुपियाँ पनि आजसम्म कहीँ पनि नै होइन? सरकारी निकायहरूमा, मन्त्रालयमा कहीँ पनि कुनै पनि काम गर्दाखेरि म खाना बनाएर
खुवायो भने म चार्ज गर्छु। बाँकी मैले मोटिभेसनल गइदिने इन्सपाइरिङवाला कामहरू छ म 1 रुपियाँ पनि लिँदैन कहीँ पनि। इभन गोजीबाट खर्च गरेर म गइदिन्छु म। सो त्यो हेर्दाखेरि पैसा कमाइरह होला त्यसमा, तर म 0 रुपियाँमा काम गर्छु। ल अब हामी बाँकी कुरा चाहिँ सेगमेन्टमा गर्नेछौँ। हुन्छ। हाम्रो पहिलो सेगमेन्ट रहेको छ। यो सेगमेन्टमा चाहिँ मलाई लाग्छ तपाईँले चिन्नुहुन्छ होला, तर यो सेगमेन्ट सुरु गर्नुभन्दा पहिला अलिकति रमाइलो कुरा, सिनेमा कतिको हेर्नुहुन्छ? नेपाली सिनेमा थोरै हेर्छु, हिन्दी सिनेमा धेरै हेर्छु, इङ्ग्लिस सिनेमा हेर्छु। नेपाली पछिल्लो पटक नेपाली सिनेमा हेरेको कुनै? हाम्रो नाजिरको गुन्यु चोलो लास्ट हेरेको थिएँ, एकदमै राम्रो। जारी हेरेको थिएँ। हेर्नु भएको छ? हजुर, धेरै नै। बाहिर बस्दाखेरि अहिले तर गुलमिल छ, कुरा हुन्छ, फेरि रिसाउला मेरो सिनेमा मैले कति बेला मैले देखेको छु भनिदिन्छु होइन, तर देखेको पऱ्यो कि नपऱ्यो भने उहाँलाई नभनिदिनु। चिन्नुहुन्छ कलाकारहरूलाई? अब यो तपाईँको सोमा नर्भस हुने एउटा कुरामा म यहाँ नर्भस छु। एउटा नाम नभनौँ, एकजनालाई देखिरहेको थिएँ, यस्तै सोधिराख्नु भएको थियो, नर्मल मान्छेको नाम भन्न सकिरहेको थिएन। हामी हाँसिरहेको थियौँ स्क्रिनमा देखेर। मलाई पनि नहाँसिदिनु होला, म चिन्न सकेन। मलाई लाग्छ तपाईँले सबैलाई चिन्नुहुन्छ, किनकि अब तपाईँ यस्तो ठाउँमा हुनुहुन्छ, यस्तो व्यवसायमा हुनुहुन्छ, तपाईँको सबैजना ठोकिनुहुन्छ आएर होइन। त्यो कसैले त यो कलाकार हो भनेर चिनाइरहेकै हुन्छन्। हजुर, त्यस कारणले गर्दा मलाई लाग्छ सबै चिन्नुहुन्छ। चिन्नु भएन भने पनि यो मेरो चिनाउने अभियान हो, चिनाउँछु म यहाँलाई। नाम भन्न सकेन भने उहाँको काम म भन्न सक्छु। ल सुरु गरौँ। ल चिन्नुहुन्छ? यतिको ह्यान्डसम नेपालमा छ र कोही? यो अनमोल केसी हेरेर होइन, प्रयास गर्नुहोस् भने म चिनाउँछु। होइन, मैले चिनेन। हजुर, अभिनेता हो, हिरो हो। उहाँको नाम सुशील श्रेष्ठ। कविता नेपाली। अरे वाह, उहाँको एउटा सिनेमा लाग्दैछ चाँडै अब। हजुर, मैले उसमा देखेको थिएँ सोसियल मिडियामा, र कङ्ग्रेचुलेसन छ उहाँलाई। नाम थाहा छ उहाँको सिनेमाको? एकदमै राम्रो नाम छ कि, 2 अक्षर 2 उसको नाम। एक्लो सिनेमाको नामै एक्लो। एक्लो हो, थाहा भएन उहाँको नाम। उहाँ एकदम लोकप्रिय हुनुहुन्छ, चर्चित हुनुहुन्छ। इन्द्रेणी भन्ने उहाँको कार्यक्रम आउँछ। इन्द्रेणीमा उहाँ हुनुहुन्छ। हजुर हजुर, लोकदोरीको गायक। मैले उहाँको सङ्ग सुनेको छु, म 100% सुनेको छु। नाम म थाहा भएन। कृष्ण कणेल। हजुर हजुर, हाम्रो सुहाना थापा। अरे हजुर, झरना थापाको छोरी। मेरो कहिलेकाहीँ कुरा पनि हुन्छ उहाँसँग, भेटेको छैन, कुराकानी पनि हुन्छ। सुहाना थापा एकदमै राम्रो एक्ट्रेस। उहाँको मुभी पनि हिट भएको मुभी। उहाँसँग चाहिँ यति नजिक कसरी? नजिक छैन, हामी नजिक इन्स्टाग्राममा लाइक गर्ने, हेलो भन्ने एउटा कलाकार र उसको नाताले, सेफको नाताले। केटीहरूलाई चाहिँ ठ्याक्कै चिन्नु पर्छ है, कवितालाई पनि ठ्याक्कै चिन्नु। सिङ्गल हुनुको फाइदा यही नै हुन्छ। फेरि चिन्नुहुन्न के जान बुझेर नचिनेको केटालाई उहाँलाई पनि चिन्छु। उहाँ पनि एक्टर नै हो। हजुर, फिल्ममै हो उहाँ। अनि उहाँको मुभीको नाम याद गर्ने, नाम थाहा भएन उहाँको, तर मुभी मैले यसो देखेको छु मैले। हजुर, पुष्प खड्का नचिन्ने कुरै छैन। हाम्रो के अरे बारदलीको सङ्गमा बहिनीले काम गरेको होइन, म चिन्छु उहाँलाई। नाम ठ्याक्कै बिर्सेँ मैले, तर आई नो हर, आई अलरेडी मिट फ्यु टाइम। मेरो चिन्ने साथीमा पर्छ, नाम बिर्सेँ मैले। केटीहरू चिन्ने सबै चिन्ने साथी? हजुर हजुर, म चिन्छु उहाँलाई। बारदलीमा उहाँ हुनुहुन्न? होइन, बारदलीमा उहाँको साथी हुनुहुन्छ? त्यसो भए चिनेन मैले। यसलाई म चिनेको छु म, तर मैले सोचेको डिफ्रेन्ट हो। तपाईँले दिलीप रायमाझीको नाम सुन्नुभएको? हजुर, म सुनेको छु। दिलीप रायमाझी एक्टर, पुरानो हिरो। म चिन्छु उहाँलाई राम्रोसँग। उहाँको मुभी धेरै हेरेको छु, सानो हुँदाखेरि, बच्चा हुँदाखेरि। उहाँकै छोरी हो? दिव्या रायमाझी। मेरो एज ग्रुपमा परेन, त्यही भएर नचिन्ने कुरै छैन। नाजिर, उहाँ एकदमै अघि पनि भने होइन, लास्ट मुभी मैले नाजिरको हेरेको छु, वान अफ द फाइनेस्ट एक्टर इन नेपाल। के अरे हाम्रो बस्नेत होइन, म चिन्छु उहाँलाई। उहाँको वाइफ पनि चिन्छु, करिश्मा। हजुर, करिश्मालाई। सलुन बस्नेत। हजुर।
उहाँलाई पनि म चिन्छु तर नाम याद भएन। को जस्तो लाग्छ उहाँ? नेता जस्तो लाग्छ कि कलाकार? एक्टर हो। एक्टर हजुर, मुभीको एक्टर हजुर। नेगेटिभ क्यारेक्टरमा बढी हजुर राम्रो, उहाँको डायलग डेलिभरीहरू एकदम राम्रो छ। म चिन्छु उहाँलाई, उहाँको मुभी याद भएन तर आई नो हिम भेरी वेल। अर्पण थापा। अर्पण थापा हजुर, मैले चिनाएँ त आज। हजुर हजुर हजुरले चिनाउनु भयो। नाम थाहा थिएन तर उहाँलाई म चिन्छु। अब यस्तो राम्रीको नाम थाहा नभयो भने त कहाँ बिहा हुन्छ मेरो? भन्दिनँ न त, थाहा भएन नाम मैले साँच्ची। यो नयाँ हिरोइन हो अहिलेको? थाहा भएन। नयाँ त नयाँ, अलि पुरानो नयाँ। नाम बेनिसा हमाल। बेनिसा हमाल। उहाँ हास्य कलाकार हो। मैले कता कता उसमा उहाँ जुन गेटअपमा देखिनुहुन्छ नि त्यही फोटो देखायो भने चिन्नुहुन्छ कि? माग्ने बुढो भनेर के भन्छ यसलाई? माग्ने बुढा? हजुर त्यो होइन, तर मैले यो गेटअपमा देखेको छु धेरै। उहाँलाई धेरै मलाई माग्ने बुढा होइन, पाँडे बुढा भनेर चिन्छन्। पाँडे बुढा भन्ने। उहाँको नाम चाहिँ अर्जुन घिमिरे हो। अर्जुन घिमिरे। तर यो एकदमै चर्चित फेस हो। हजुर। यतिखेर उहाँले सिनेमाको निर्देशन गर्नुभएको छ एउटा। हजुर। उहाँको सिनेमा पनि चाँडै लाग्दैछ, पुस 4 गते लाग्दैछ। सिनेमाको नाम हो झरी पछिको इन्द्रिणी। मैले चिनाएँ त, अर्जुन घिमिरे पाँडे। अहिलेका चलन चल्तीका हिरोइनहरू स्वस्तिमा, वर्षा हो, चिन्छु उहाँलाई पनि हो। हजुर आँचल। हजुर आँचल राम्रोसँग चिन्छु उहाँलाई पनि। शाहजी हजुर, पल्सा अनि अनमोल केसी, प्रदीप खड्का। ल नचिन्ने कुरै छ। अहिलेको गृहमन्त्री ओम प्रकाश अर्याल बिचमा। हजुर बिचमा हाम्रो के अरे जगदीश खरेल होइन, के मन्त्री हुनुहुन्छ? हाम्रो सञ्चार मन्त्री, सञ्चारकर्मी। यता अनि उहाँ पनि मन्त्री नै हो अहिलेको, तर पक्कै हो नि। हो मैले मन्त्री हो तर नाम थाहा भएन मलाई। अर्थमन्त्री हो। अब अर्थमा यति ध्यान हुँदैन, त्यही भएर अर्थमन्त्री चिन्छु उहाँलाई। अहिलेको करेन्ट मन्त्री हुनुहुन्छ नि त, अहिलेको प्रेजेन्टको मन्त्री रामेश्वर खनाल। हजुर, उहाँ बिचको हाम्रो, उहाँसँग म कामै गरेको छु मुभीमा। तपाईँले सिनेमा पनि खेल्नु भएको छ? अलिअलि। अब हिरो जस्तो देखिँदैन, त्यही भएर विश्वास गरेर तपाईँलाई सरप्राइज लाग्यो होला। कुन सिनेमामा खेल्नु भएको छ? राजागञ्ज भन्ने मुभीमा हाम्रो। अरे राजागञ्ज त मैले हेरेको, दीपकजीको फिल्म। हजुर त्यसमा थिएँ म। त्यो जानकी मन्दिरबाट पक्राउ परेर एकजना नेतालाई जनकपुरका त्यो मैले हो। त्यस्तो धेरै ह्यान्डसम लाग्छ क्या हो। म के भन्नु त नाम? सँगै काम गर्नुभएको हिरोको नाम के त? हाम्रो सुनिलजी। यता सुनिलजी। हजुर सुनिल के हाम्रो अस्ति भेटेको थियो। हाम्रो एउटा सुटिङ चलिरहेको थियो, बाटोमै हाम्रो भेटेको थियो। उहाँ बेस्ट एक्टर इन नेपाल भनेर म चिन्छु एकदमै। सबै कुरा चिन्नु रहेछ, नाम चाहिँ चिन्नु भएन? चिन्छु म उहाँलाई। सुनिलजी होइन नाम? विपिनजी होइन, विपिन जीलाई मैले अस्ति भेटेको थिएँ, म चिन्छु उहाँलाई। ल विपिनजी सँगै खेल्ने हिरोको नाम? बराल, विनोद बराल। बराल के बराल? विजय बराल। अनि उहाँलाई उहाँको नाम थाहा छैन। खगेन्द्र लामिछाने। खगेन्द्रजीलाई म भेटेको छु। सरी, खगेन्द्र लामिछाने हजुर। उहाँको म हाम्रो सेफ नेपालको एउटा टिभी शोमा एपिसोडमा आउनु पनि भएको थियो। मैले सुनेको यहाँको बायोपिकमा सिनेमा बन्दैछ अरे हो? हजुर, मेरो बायोपिकमा मुभी बनाइराख्नु भएको छ। सेम राजागञ्जकै डाइरेक्टर दीपक रोनियाले मेरो बायोपिकमा मुभी, मेरो लाइफ स्टोरी एकदमै त्यो उतार चढाव भएको कारणले सानो हुँदा इन्स्पायरको लागि उहाँले एउटा नेपाल समाजबाट डाउन टु ग्राउन्डेड मान्छे, स्ट्रिट बोय पनि एउटा नेपालको नाम गर्ने केटा बन्न सक्छ भनेर त्यो हिसाबले बनाइराख्नु भएको छ। हजुर, कहिलेसम्म हेर्न पाउँछौँ हामी त्यो सिनेमा? यो इयरमा त हुँदैन होला, तर टाइम लाग्छ। दीपकजीको मुभी फेरि एकदमै त्यो अरूले बनाएको 6 महिनावाला बनाउँदैन उहाँले, टाइम नै लगाउनुहुन्छ। राजागञ्जलाई 3 साल लगाइदिनु भयो, त्यो 4 साल चाहिँ। अब मेरो मुभी फेरि त्यो नेपालको सुटिङ छ, इन्डियाको सुटिङ छ, फेरि युकेको सुटिङ छ। मेरो 3 लाइफ टाइपमा देखाउनु भएको छ उहाँले। सो नेपालमा बस्दाखेरि एसएलसी दिँदाखेरि सम्मको एउटा बच्चाको लाइफ मेरो, म 5 सालको हुँदाखेरि मेरो बुवा बित्नुभयो। त्यसपछि मेरो लाइफ स्टोरी त्यहाँबाट सुरु हुन्छ होइन। अनि त्यसपछि इन्डियामा काम गर्न गएँ, 5 स्टारमा भाँडा थुन्नुबाट सुरु गरेर त्यो लेभलमा पुगेँ। त्यसपछि
यसको लगानीकर्ता पनि तपाईँ आफै हो कि होइन होइन मलाई किन धनी चाहिँ देखिराख्नु भएको छ तपाईँ मैले बुझ्न सकिनँ आज राम्रो कपडा लगाएर आएको चाहिँ के हो तपाईँको म एउटा खाना बनाउने मान्छे हो म भान्से हुँ होइन अहिलेसम्म म जब गरिरहेको थिएँ होइन लन्डनमा काम गरिरहेको थिएँ राम्रै कमाउँथेँ तर राम्रो खर्च गर्थेँ त्यही भएर म धनी भन्नाले अब मनको एकदमै धनी छु म तर धनको धनी नमानिदिनुहोस् मलाई मैले सुनेको अर्को एउटा कुरा गरौँ हजुर भन्नु न यहाँ चाहिँ साथीभाइहरूलाई बोलाएर पार्टी गर्नमा एकदम रमाउनुहुन्छ अरे खप्पी सुन्नुहुन्छ अरे म लाइफ नै पार्टी हो जस्तो लाग्छ होइन पार्टी हुनुपर्छ ह्याप्पी बस्नुपर्छ पार्टी भनेको ह्याप्पी हो नेपालमा त्यो पार्टीलाई गलत तरिकाले लियो होला तर पार्टी भनेको सुड बी एभ्री वान सुड बी डुइङ द्याट होइन ह्याप्पी बस्न हो खुसी बस्ने हो तर मलाई ग्यादरिङ मनपर्छ त्यही त मान्छेहरूलाई बोलाएर जमघट गरेर खुवाउनु पिउन पाएदेखि 5 लाख पनि थाहा हुँदैन अरे भएको हो गरेको छु र खुवाउन मजा आउँछ होइन उनीहरूसँग रमाउन खान मजा आउँछ होइन खाना बनाएर खुवाउन मजा लाग्छ ल एकदमै राम्रो तपाईँले अधिकांश त चिन्नु नै भयो हजुर केहीलाई मैले चिनाएँ एकदमै राम्रो मजा आयो थ्याङ्क यू हजुर अब अर्को सेगमेन्ट छ अब यो सेगमेन्टमा चाहिँ सबैलाई चिन्नुहुन्छ तपाईँले है खालि तपाईँले उहाँहरूका बारेमा कुरा नलुकाइकन भनिदिनु पर्यो सुरु गरौँ हुन्छ आजको मितिमा कसरी सम्झिनुहुन्छ म अहिले पनि उहाँलाई एउटा अभियन्ता भनेर म चिन्छु होइन अहिले अब जति पनि सामाजिक सञ्जालमा जे पनि देख्दाखेरि म अब तुरुन्तै बिलिभ गरिसक्ने वाला मान्छे होइन तर अभियन्ता भनेरै म चिन्छु उहाँलाई ए यतिखेर चाहिँ उहाँ एकदम सामाजिक सञ्जालभरि छाइरहनु भएको छ हजुर र अमेरिका जानुभएको भन्ने कुराहरू छ जुन कुरा उहाँले स्वीकार पनि सक्नुभएको छ कि अमेरिकामा गएर ग्रिन कार्ड लिएको भन्ने कुराहरू उहाँले म न्युजमा देखेको थिएँ अनि उहाँले एकदमै सुरुवाती एकदम राम्रो गर्नुभएको थियो तर केही कारण हुनसक्छ नेपालमा फेरि धेरै कुराको जोलमोल गलोलमोल हुन्छ त्यो अब त्यसमा उहाँलाई म अभियन्ता भनेरै कमेडी कलाकार भनेर चिन्छु एक एक लाइनमा तिनैजनाको लाई सम्झिनु पर्यो कुलमान घिसिङ नेपालले लाइटम्यान भनेर चिन्छ उहाँलाई उज्यालो देखाइदिने र उहाँको लोड सेडिङ नेपालको एकदमै दुर्भाग्य थियो उहाँले आएर हटाइदिनु भएकोमा धेरै धेरै धन्यवाद कुलमान घिसिङजीलाई यतिखेर के हुनुहुन्छ उहाँ अहिले उहाँ मन्त्रीजी हुनुहुन्छ माननीयजी हुनुहुन्छ होइन अनि बालेन शाह त साथी नै है तपाईँको साथी होइन साथी भन्नाले उहाँ मेयर साहब हुनुहुन्छ राम्रो राजनेता बन्न सक्ने क्षमतावान नेपालको मान्छे रवि लामेछाने भेट भएको छ हजुर भेट भएको छ रविजीसँग भेट भएको छ र म बढी पोलिटिकलमा म कहिले पनि कुरा गरेन र पोलिटिकलमा म काम पनि गर्दैन र म एकदमै ब्याकमा हुन्छु पोलिटिकलको जाए भने र म एउटा बिजनेस व्यापार र नेपालको अभियन्ता गर्ने फुड सम्बन्धी नेपाललाई विश्व चिनाउने नेपाल बनाउने उहाँहरूको काम म नेपाल चिनाउने मेरो काम होइन सो रविजीलाई मैले जब चुनाव लड्दाखेरि म फर्स्ट टाइम होला कसैलाई फिल्डमा गएर मैले उहाँको सपोर्ट गरेको थिएँ अरे वाह अच्छा यी तीन नेताहरू मध्ये अबको प्रधानमन्त्रीका रूपमा कसलाई हेर्न चाहनुहुन्छ सबैको अब यङ मान्छेहरू यो नेपालको एउटा सन्दर्भमा हेर्दाखेरि बालेन नै देख्छु कि वास्तवमा यदि बालेन शाह एउटा रविजी योभन्दा अगाडिको चुनावमा चाहिँ रविजीको प्रचार गर्न जानुभयो अब चाहिँ बालेनजी रविजीको प्रचार भन्नाले पनि सपोर्ट एउटा गर्न गएको हो प्रचार म आफ्नै प्रचार त म गर्दैन म अर्काको प्रचार त कहाँ गर्न जाने म एउटा सपोर्ट देखाउन गएको कि उहाँ जस्तो बोल्न सक्ने क्षमतावान र आवाज उठाउन सक्ने उहाँको जो सपोर्ट चाहिँ बालेनजीलाई जे हामी सबैजनालाई सपोर्ट छ हामी त म जहिले पनि भिडियो बनाउँदाखेरि राम्रो मान्छे चुन्नुहोस् होइन आफ्नो ठाउँमा भोट हाल्ने क्षमता पनि भन्दा पनि भोट कसलाई हाल्ने त्यो क्षमता बढाउनुहोस् भनेर मैले जहिले पनि भिडियो बनाइरहेको ल मलाई भन्नु त मैले कसलाई भोट हाल्ने राम्रो मान्छेलाई हाल्नुहोस् हजुर को त राम्रो मान्छेलाई को त राम्रो मान्छे तपाईँको लागि राम्रो मान्छे को ल भनिदिनु तपाईँको लागि राम्रो मान्छे को सबै त सबैले हाल्नुहोस् सबैले हाल्न पाइँदैन त्यो एउटालाई चुज गर्नु भनिदिनु त यसलाई राम्रो मान्छेलाई एउटालाई हाल भन्नु राम्रो मान्छेलाई आफ्नो आफ्नो विचार छ नि त सबैको को राम्रो भनेर आजको मितिमा कसरी सम्झिनुहुन्छ मेरो बुवाको एउटा मात्रै फोटो छ है आजसम्म कहीँ पनि खोज्न सक्दैन यो फोटो हामीले खोज्यौँ है कहाँबाट पत्ता लगाउनु भयो तपाईँले मेरो बुवाको झल्को एकदम सम्झना छ मेरो बुवा म 5 सालको हुँदाखेरि बुवा बित्नुभएको थियो मम्मी अहिले पनि हुनुहुन्छ र गाउँमा बस्नुहुन्छ अनि
बुवाको धेरै सम्झना त छैन, तर मम्मीको सम्झना त अहिले छ। मम्मीसँगै बसेर खाना बनाउने, दुःख सुखको कुरा गर्ने होइन। हाम्रो गरिबीको लाइफमा सानो हुँदाखेरि हिजो अस्ति त्यो कानमा जो लगाएको छ नि हाम्रो सुनको, मैले नहरमा काम गरेर कनालमा काम गरेर पैसा कमाएर मैले सुन किनेको। ओहो, त्यति बेला त्यो सुन मैले 4,500 रुपियाँमा किनेको थिएँ। त्यो भनेको तपाईँको 1990मा होला, 1990मा। म त्यति बेला 11 सालको 12 सालको हुँदा काम गर्थेँ। नहरमा काम गरेर म डिगिङ कनालमा काम गर्ने होइन। म सानो हुँदाखेरि पनि मम्मी भयो के भन्नेपछि बुवा बित्नुभयो। अनि हाम्रो दाइहरू सबैजना बिहाबारी हाम्रो तराईमा हुन्छ नि, छोडेर घर जाएर छोडेर आफ्नो आफ्नो ठाउँमा लाग्छन्। सो एकजना दाइ सिन्धुली जानुभयो, सिन्धुलीमा पसल गर्नुभयो, अर्को दाइ इन्डियातिर जानुभयो, अर्को दाइ पनि रामेछापतिर जानुभयो र बस्यो म र मम्मी। अनि खानापिनाको लागि यति दुःख भयो हामीलाई होइन। सो त्यति बेला म कति सालको थिएँ, 10-11 सालको होला। 10-11 सालको उमेरमा म पैसा कमाउँथेँ, प्लास्टिकहरू पाउरोटीहरू बेचेर पैसा कमाउँथेँ। त्यति बेलाको सम्झनाहरू छ हाम्रो। अहिले कति वर्षको हुनुभयो? अब हाम्रो तराईमा फेरि त्यो रियलवाला एजहरू हुँदैन। अनि त्यही भएर अहिले हामी नागरिकताको हिसाबले 85 भएको छ उहाँको। अनि तपाईँ काठमाडौँ बस्नुहुन्छ, आमा गाउँमा बस्नुहुन्छ? आमालाई यहाँ म इन्डिया पनि लगेको थिएँ साथमा बस्नलाई। आमा यो सुन्नुपर्ने र बुझ्नुपर्ने कुरा त हरेकजनाले आमालाई माया गर्न चाहनुहुन्छ, हरेक नेपालीको मनमा हुन्छ। तर आमालाई माया गर्न सक्दैन, जान सक्दैन। मेरो लागि मैले अहिले 200 जनाको जब सृजना गरेको छु। 200 जनाको आमाको घरमा केही न केही कन्ट्रिब्युसन मेरो गइरहेछ। अनि यस्तै हरेक धेरैजनाको छन्, जस्तो 500 कर्मचारी काम गर्छन्, तर त्यो आफ्नो आमालाई हेर्न सक्दैन, बुवालाई हेर्न सक्दैन। बुझ्नु भने 200 जनालाई हेर्न सक्ने, 400 जनालाई हेर्न सक्ने, 400 जनाको घर चलाउन सक्ने, तर आफ्नो आमा बुवाको खाना र कुरा र चलाउन नसक्ने भनेपछि त्यो मेन्टली सिक मात्रै हो के त्यो मान्छे। बुझ्नु भने आमालाई म यहाँ राखेर, म नर्स राखेर, डक्टर राखेर र एउटा वृद्धाश्रम खोलेर पनि उहाँलाई, अरू आमालाई पनि राखेर, मेरो आमाको लागि लिडर बनाएर त्यहाँ देखेर 10वटा मम्मीलाई पनि राखेर म गर्न सक्छु उहाँलाई खुसी बनाउन। तर उहाँको खुसी के छ त वास्तवमा? कहाँ बस्न चाहनुहुन्छ, कोसँग बस्न चाहनुहुन्छ होइन? उहाँ घरमा बस्न चाहनुहुन्छ, उहाँ आफ्नो कम्फर्टेबल ल्याङ्ग्वेज बोल्न चाहनुहुन्छ, कम्फर्टेबल कुराहरू हेर्न चाहनुहुन्छ, कम्फर्टेबल खाना खान चाहनुहुन्छ। काठमाडौँमा ल्याएर यो विन्टरमा चिसोमा यहाँ हाम्रो मम्मीले नेपाली बोल्न सक्नुहुन्न, बुझ्न सक्नुहुन्न, टिभी हेर्न सक्नुहुन्न, कान कम सुन्छ, उहाँलाई यहाँ ल्याउनु भनेको पनिसमेन्ट दिनु। यो बुझ्न एकदम जरुरी हुन्छ। यहाँ माया देखाएर आफ्नो म एकदम एग्रेसिभ भएर म त माया देखाउँछु, म त सेलिब्रिटी छु, म त चारसात पाङ्ग्रेमा घुमाउँछु, म त ठुलो घरमा राख्छु, उहाँको लागि पनिसमेन्ट हुन्छ। मेरो लागि एकदम होला कि म आमालाई राख्न सक्छु, यो गर्न सक्छु। तर यो बुझ्नुपर्ने कुरामा चाहिँ उहाँको खुसी जेमा छ त्यही खुसीमा छोड्नु पऱ्यो। वही खुसीमा तपाईँले वातावरण मिलाइदिनु पऱ्यो। सो मेरो अहिले आमाको खुसी चाहिँ गाउँमा हो। ठुली भाउजूसँग बस्नुहुन्छ। ठुली भाउजू हामी सबैजना हाम्रो कम्पनी, म सबैजना दाइहरू मिलेर हाम्रो कम्पनीमा काम गर्नुहुन्छ। मिथिला थालीको सञ्चालकको रूपमा गर्नुहुन्छ र आमा उहाँहरूसँग खुसीले बस्नुहुन्छ। आमाले पकाएर खुवाएको कुराहरूमा सबभन्दा मिठो कुरा चाहिँ के खानुभएको? मेरो आमाले पकाएको सबैभन्दा मिठो कुरा भनेको घिरोलाको तरकारी यस्तो मिठो बनाउनुहुन्छ। र अर्को कुरा मेरो मम्मीले हाम्रो तराईमा सुत्केरी हुँदाखेरि एउटा मिठाई जस्तो के बनाउँछ, दबाई औषधि बनाउँछ होइन? त्यो उहाँले यस्तो मिठो बनाउनुहुन्छ कि पुरै त्यो टोलको मान्छेको कसैको घरमा सुत्केरी भयो भने मेरो मम्मीलाई बोलाएर यो बनाइदिनुहोस् भनेर भन्छ। अनि उहाँले मेरो लागि यति ल्याइदिनुहुन्थ्यो मिठाई भनेर। अनि त्यो स्वाद अहिलेसम्म जिब्रोमा त्यो घिउ, अदुवा, सोपको अहिलेसम्म झुन्डिरहेछ। त्यो दुईवटा कुरा एकदमै कहिले बिर्सिन सक्दैन। अब आमाले पकाएर खुवाएको त त्यो औषधि मनपर्छ तपाईँ सबभन्दा होइन? तपाईँले पकाएको चाहिँ आमाले के मन पराउनुहुन्छ? मैले पकाएको कुरा उहाँलाई मन पर्दैन। उहाँलाई एकदम सिम्पल रोटी, दालमा पनि एकदमै कम नुन, उहाँ त्यही खानुहुन्छ। र उहाँ एकदमै प्योर भेजिटेरियन। उहाँकै इन्सपायर भएर मैले विनिङ डिसमा मिथिला थाली भिगन, भेजिटेरियन पनि नै भिगन बनाएर विन गरेको थिएँ।
जो हाम्रो घरको खाना छ तिलौरी बिरिया अदौरी तरुवा सो उहाँहरू मन पर्नुहुन्छ त्यो खानाको एक्सपर्टिज म छैन अनि जहिले गए पनि उहाँको अहिले पनि उहाँले केही न केही बनाएर खुवाइदिनुहुन्छ हामीलाई खिर मनपर्छ उहाँलाई मैले मन पराएको कोदोको खिर उहाँलाई एकदम मनपर्छ कोदोको खिर मैले बनाएको थिएँ मास्टर सेफमा र नेपालमा पनि धेरैपल्ट बनाएँ अनि त्यो खिर उहाँलाई एकदम मनपर्छ उहाँले खानुहुन्छ ल आजको मितिमा कसरी सम्झिनुहुन्छ हाम्रो राजा म एकदमै सम्झना छ उहाँको ठुलो रिस्पेक्ट गर्छु उहाँ एकदमै भेट भएको छ हजुर भएको छ मेरो भएको छ तपाईँले पकाएको खाना उहाँले खानुभएको छैन तर एकदमै म उहाँलाई इन्भाइट गर्छु म खुवाउँछु अच्छा भेट हुँदा के कुराकानी भएको उहाँले मलाई बोलाउनु भएको थियो धन्यवाद भन्नलाई तपाईँले नेपालको नेतृत्व गरेर नेपाललाई चिनाउनु भएकोमा धेरै धेरै शुभकामना भनेर उहाँले स्पेसली बोलाएर मलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो अरू केही राजाको रूपमा म चिन्छु उहाँलाई अनि अहिले पनि राजाकै रूपमा चिन्छु अहिले पनि अनि उहाँ धेरै ठुलो मन भएको अनि संविधानले नेपालको संविधानले त उहाँलाई राजाको रूपमा चिन्दैन नि अहिले संविधान र मन अलग अलग हो नि त हाम्रो मनले उहाँलाई राजा एज अ राजा चिन्छु र धेरै ठुलो मन भएको मान्छे म चिन्छु उहाँ अब अर्को सेगमेन्ट छ पहिला चिनाउनु पर्यो हामीलाई उहाँ हाम्रो मेरो दाइ ठुलो दाइ र कर्तव्यमा मेरो बुवा भन्दा पनि हुन्छ के नाम दिलीप शाह डिके भनेर चिन्छ डिके शाह भन्छ उहाँले अहिले के गर्नुहुन्छ उहाँ सेफ हुनुहुन्छ मेरो सिनियर सेफ हो उहाँ हामी कुनै न कुनै समयमा साथमा पनि काम गरेको उहाँले मभन्दा पनि मिठो खाना बनाउनुहुन्छ मिठो खाना यता बनाउनुहुन्छ नाम यहाँको छ फेरि मभन्दा मिठो बनाउँछ धेरै बनाउन सक्नुहुन्न उहाँले राम्रो बनाउनुहुन्छ उहाँले अनि हेर्दाखेरि मेरो बुवा जस्तै हुनुहुन्छ मलाई टाउको दुख्यो भने भिक्स लगाइदिने टाउको दबाइदिने मेरो सानो हुँदाखेरि उहाँले कपडा धुइदिने कति अन्तर छ उमेर 5-6 सालको 5-6 सालको हजुर उहाँ हाम्रो खेम लकाई सर एकदमै ठुलो मेरो मेन्टर अघि भनेको थिएँ नि उहाँ सरले नै भन्नुभएको थियो कि युनिभर्सिटी भन्दा पनि युनिभर्समा सिक्न सक्नुहुन्छ भने उहाँलाई उहाँबाट सुनेको लाइन र उहाँको लाइन एकदमै मन छुएको लाइन अनि मेन्टर पनि हुनुहुन्छ राइट सल्लाह दिनुहुन्छ एजुकेसन सेक्टरमा उहाँ एकदमै ठुलो देन दिइराख्नु भएको छ नेपाल देशलाई के भन्नुहुन्छ एक लाइनमा आज उहाँलाई एज अ मेन्टर गुड ह्युमन बिइङ निम्स दाई निर्मल पूर्जा तपाईँको कस्तो साथीमा उहाँ हाम्रो मिल्ने दाई राम्रो दाई मलाई धेरै माया गर्ने दाई उहाँ पनि इङ्ल्यान्डवासी म पनि इङ्ल्यान्डवासी होइन अनि उहाँले पनि माउन्टेन क्षेत्रमा नेपाललाई चिनाउँदै गरेको म खाना क्षेत्रमा चिनाउँदै गरेको र हामी बिचमा धेरै मिल्ने कुरा चाहिँ के त अरू नेपाल चिनाउने नेपाली त्यति नै हो हामीले सुनेको कुरा गरौँ अघि त्यो पिनपानको कुरा आएको थियो नि हजुर तपाईँ सबभन्दा बढी चाहिँ उहाँसँग बसेर पिउनुहुन्छ अरे होइन त्यस्तो भन्न मिल्दैन उहाँ पब्लिक फिगर होइन अनि हामी मिल्ने भन्नाले मिल्ने दाई माया गर्ने दाई हुनुहुन्छ अनि उहाँको म कान्छो भाइ त्यतिको त भन्न मिलेन मनिषा कोइराला उहाँले पनि धेरै माया गर्नुहुन्छ मलाई म पनि उहाँलाई धेरै माया गर्छु रिस्पेक्ट गर्छु एकदमै अहिले नेपालको लागि उहाँ जो गरिराख्नु भएको छ थ्याङ्क यू फर द्याट होइन एकदमै राम्रो मान्छेमध्ये मलाई भन्नु पऱ्यो लिस्टमा लिनु पऱ्यो भने उहाँलाई पनि म राम्रो मान्छेको लिस्टमा राम्रो मन भएको मान्छेमा लिन्छु उहाँले धेरै पहिला भन्नुभएको थियो नि बिहा गर्नु भनेर धेरै पहिला त होइन होला त्यस्तो कहाँबाट सुन्नुभयो मनिषाजीले गर्यो भने तपाईँले पनि गरिदिन्छु विष्णु पन्त उहाँ एउटै मान्छेमा धेरै गुण भरेको मान्छे होइन उहाँ मिडियाकर्मी मुभी मेकरमा पनि सबै कुरा कस्तो हुनु पर्यो हाम्रो एउटा टिभी सो पनि आउनु लागेको छ कुकिङको सो उहाँले लिड गरिराख्नु भएको छ म ग्यारेन्टी गर्छु उहाँले वान अफ द बेस्ट सो नेपालमा बनाइदिनुहुन्छ त्यही त उहाँलाई हामी चिन्ने भनेको सञ्चारकर्मीको रूपमा हो हजुर होइन ओस्कार फिल्म कलेज पढ्नुभएको
तर तपाईँले लगेर उहाँलाई सेफ बनाइदिनु भएको छ। अब सेफ उहाँ सेफ बनिसक्नुभयो, बिजनेसम्यान बनिसक्नुभयो। अब मिथिला थाली ठाउँ ठाउँमा उहाँले खोल्नुहुन्छ जस्तो लागिरहेको छ मलाई। अब तपाईँको प्रतिस्पर्धी नै सहकर्मी। एकदमै राम्रो। अब हाम्रो अन्तिम सेगमेन्ट छ, सेगमेन्टको नाम हो यसमा दुईवटा अप्सन हुन्छ, एउटा छान्नुपर्ने हुन्छ र अहिले जति तपाईँले व्याख्या गर्नुभयो नि अब केही व्याख्या गर्न पाइँदैन, दुईवटामा एउटा छान्नु पर्यो। सुरु गरौँ। 2 विश्व प्रसिद्ध शेफहरू गोर्डन रामसे कि विवेक सिंह? विवेक सिंह। विवेक सिंह। जनकपुर फिस हाउस कि मिथिला थाली? मिथिला थाली छातीमा छोएको छ। गायिका सृजना खत्री हाउडे माया कि अभिनेत्री उषा रजक? झगडा लगाउने काम नगरिदिनु न त। तपाईँले बिर्सेका कुराहरू सम्झाइदिइरहेको छु मैले, खानु पर्यो। बिहाको लागि खोजिरहेको छु भनेर यहाँ अनाउन्स गरिरहेको छ। तपाईँ मेरो बिहा हुने दिने पक्षमा हुनुहुन्न। दुईजनासँग त गर्नु होला नि त बिहा। दुईटालाई भनेर अर्को पनि जान्छ नि, उसलाई मन पराइदियो भनेर गयो नि, सकियो। के गर्ने त्यसलाई? स्किप गरिदियो उसलाई। अब गर्न पाइँदैन, एउटा छुट है त। यसै गरी बालिन शाह कि कुलमान घिसिङ? बालिन शाहलाई। पाटाका चेयरम्यान खेम लेकाई कि माउन्टेनर निर्मल निम्स पूजा? खेम लेकाई। अभिनेत्री द्वय स्वस्तिमा खड्का कि अस्मी श्रेष्ठ? स्वस्तिमा खड्का। यतिखेर नेकपा एमालेको महाधिवेशन चलिरहेछ र अध्यक्षको दावेदारमा दुईजना देख्नु भएको छ प्रबल रूपमा चाहिँ, एउटा ईश्वर पोखरेल, अर्को केपी शर्मा ओली। तपाईँ कसलाई एमालेको अध्यक्षको रूपमा देख्न चाहनुहुन्छ? नयाँलाई चान्स दिनु पर्यो जस्तो लाग्छ, ईश्वर पोखरेललाई। अर्थमन्त्री रामेश्वर खनाल कि गृहमन्त्री ओम प्रकाश अरियाल? ओम प्रकाश अरियाल। 2 सञ्चारकर्मी राजेन्द्र बानिया कि टेकाराम यात्री? दुईजना धुरन्धर, तर टिकाराम यात्रीसँग एकदमै हामी मिल्ने सहमित्र भनौँ, घनिष्ठता छ। टिकाराम यात्री। जनताले प्रत्यक्ष चुनेको प्रधानमन्त्री कि संसदले चुनेको प्रधानमन्त्री? जनताले चुनेको प्रधानमन्त्री। अन्तमा राजा कि राष्ट्रपति? राष्ट्रपति। अब चाहिँ हाम्रो एउटा जनचेतनामूलक प्रश्न छ। त्यो प्रश्न चाहिँ हामीलाई भक्तपुर नाला रोड ताथलीमा रहेको काठमाडौँ क्यान्सर सेन्टरले प्रोभाइड गरेको छ। यो चाहिँ क्यान्सर सम्बन्धी अवेरनेस, जनजागरण फैलाउने उद्देश्य हो हाम्रो चाहिँ। प्रश्न यस प्रकार छ, कुन बानीले क्यान्सर हुने जोखिम कम गर्छ? नम्बर 1 चुरोट सेवन, नम्बर 2 प्रोसेस्ड खाना धेरै खानु, नम्बर 3 नियमित व्यायाम गर्नु र नम्बर 4 अत्यधिक रक्सी सेवन गर्नु। नियमित व्यायाम गर्नु। यही हो एन्सर। यसका लागि तपाईँलाई काठमाडौँ क्यान्सर सेन्टरले चाहिँ क्यान्सर अवेरनेस हिरोका रूपमा सम्मान गरेको छ। क्यान्सर अवेरनेस हिरो। थ्याङ्क यू। यसै गरी काठमाडौँ क्यान्सर सेन्टरको तर्फबाट यो उपहार बसेर लिनु सब। थ्याङ्क यू। यसै गरी यो सप्तऋषि आयुर्वेदको नेपाली प्रोडक्ट श्रीकेश तेल, यो तेलको बारेमा केही सुन्नु भएको छ यहाँलाई? मैले एडभर्टाइजमेन्ट धेरै देखेको छु तेलको बारेमा र थ्याङ्क यू, म ट्राई गर्छु। यो तेलको उपयोगिता चाहिँ के हो भने यसले कपाल झर्न दिँदैन र झरेको छ भने उमार्छ। र यहाँको म देखिरहेको छु, यहाँले यो लाउनु हो भनेदेखि यसको फिडब्याक दिनुहुन्छ जस्तो लाग्छ मलाई। हुन्छ, भन्नुला नि त। धन्यवाद। यो श्रीकेशकै पिना, प्योर नेपाली पिना, यसलाई प्याकेजिङ गरिएको छ। त्यो तेल लगाइसकेपछि यसले नुहाउने अरे। धन्यवाद, थ्याङ्क यू। येलो हर्बल, यो प्योर आयुर्वेदिक प्रोडक्ट हो यो पनि, र यसमा चाहिँ ब्युटी सम्बन्धी प्रोडक्टहरू छन्, धेरै क्रिमहरू पनि छन् यसमा, र यो विशेष गरी यो कोरियन प्रोडक्ट हो येलो हर्बल। धन्यवाद, थ्याङ्क यू। अब ब्युटिफुल हुनुहुन्छ कि यसले होइन। यसै गरी गमला घर, अब यहाँ गमलाहरू देखिरहनु भएको छ। हाम्रो उद्देश्य हो हरेक नेपालीले घरमा एउटा भए रुख रोप्नुपर्छ। त्यसका लागि यहाँलाई गमला घरको तर्फबाट धेरै कामको चिज। थ्याङ्क यू भेरी मच, धन्यवाद। अब त्यसो त धेरै कुरा गरियो, तथापि अझै यो कुरा गर्न बाँकी छ, यसले यो कुरा उठाइदिएको भए हुन्थ्यो भन्ने छ भने प्लेटफर्म तपाईँको? सबै कुरा कभर गरिसकेको छौँ हामीले। अब केही जान्न मन छ भने कमेन्टमा भन्नु होला, हामी कमेन्टमै रिप्लाई गरिदिन्छौँ तपाईँलाई। हस्, कार्यक्रममा आइदिनु हो, धेरै धेरै धन्यवाद। धन्यवाद, थ्याङ्क यू। यहाँलाई पनि धेरै धेरै धन्यवाद। यतिन्जेलको हाम्रो गफ सुनिदिनु भयो। अब मलाई एकदमै मन पऱ्यो आजको गफ, म धेरै सुनिरहेँ आज, त्यति बोलिनँ। र यहाँलाई के कस्तो लाग्यो प्रतिक्रिया दिनु नबिर्सिनु होला। आगामी साता फेरि अर्को नयाँ पाहुनाका साथमा हामी फेरि प्रस्तुत हुनेछौँ। तबसम्मलाई मलाई मेरो इन्टायर टिमलाई बिदा दिनुहोस्। बारदरी परिवारलाई विशेष धन्यवाद। हामीलाई यसै गरी सदा सर्वदा सहयोग गरिरहनु होला। हाम्रो कार्यक्रमको सुरुदेखि नै बारदरी परिवार हामीसँग जोडिएको छ र यो लोकेसन उहाँले प्रोभाइड गराइदिनु भएको छ। धेरै धेरै धन्यवाद बारदरी परिवारलाई। सबैको जय होस्, सबैको भलो होस्।
Prakash Subedi Show.